अप्रेसनको लागि औँठी ल्याएको, स्टिलको औँठी ल्याएको, त्यो पनि 10 दिन अगाडि 2टा औँठी ल्याएको, अमलामै फसेछ। अनि यतापट्टि नि हेरिहाल्नु। हाम्रो विमल सरले प्लेट काट्दिनु हुँदैछ। अहिले विस्तृत भनौँ न, यहाँ हेर्नुहोस् यो उहाँले भाइले लगाएको 10 दिन भएछ औँठी लगाएको। अनि उहाँलाई चाहिँ यो औँठी निकाल्न दमक हस्पिटल लग्यो अरे पहिला। दमक हस्पिटल नसकेपछि त्यहाँबाट आम्दा लग्यो नि सर। आम्दाले पनि उहाँहरूलाई फेरि घरि ओपिडी जा घरि इमर्जेन्सी जा भनेर कुदाएछ। त्यो पछाडि कसको सल्लाहमा तपाईँहरू यहाँ आउनुभयो? त्यहाँको डक्टरले चाहिँ के सल्लाह दिएछ भने सुनारीको पसलमा जा भन्यो होइन। त्यही भएर उहाँहरू यहाँ सुनशान्ति पसलमा आएर यो औँठी काटिरहनु भएको छ। हेर्नुहोस् अहिलेको जमानामा नचाहिँदो फेसन गर्दाखेरि कस्तो दुःख भोग्नुपर्छ तपाईँहरू पनि हेर्नु होला। अहिले यहाँ हाम्रो लक्ष्मी सुनसादी पसलको प्रोपाइटर श्री अनिल रसाइलीज्यूले चाहिँ यहाँ उहाँको यो उद्धार गरिरहनु भएको छ। उहाँ चाहिँ यहाँ प्रयोग गरेका रेतीहरू हेर्नुहोस् अहिले उहाँको यो औँठी काट्दाखेरि 3-4वटा रेतीहरू चाहिँ सकिसक्यो, त्यही पनि अझै बाँकी छ। आशा छ केही छिनमा काटिनेछ। पहिलोपल्ट यो यी हतियारहरू पनि प्रयोग गरियो। यो हतियारहरूको चाहिँ केही ट्राई गर्दा केहीले काम नलागेपछि लास्टमा रेती मगाएर रेतीद्वारा चाहिँ उहाँको यो औँठीहरू अहिले यो स्टिलको औँठी काट्ने कार्य भइरहेको छ। अघिभन्दा राम्रो भएको छैन नडरा। काटिँदैछ हेर्नुहोस् यहाँ औँला कस्तो भएको छ। रमा छुटाइदियो बाबा।